नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा पनि मैले साथी शीर्षकका दुईवटा कथाहरू लिएर आएको छु। आशा छ तपाईलाई आजका कथा मन पर्नेछन्। आजको लागि पहिलो कथा साथी। स्रोत साझा बिसौनी। एसएलसीको जाँच सकिए पनि खासै उत्साह छैन मनमा। हाम्रा धेरै योजना थिए, तर अब ती कहिल्यै पूरा हुने छैनन् सायद। यस्तै सोचेर टोलाइरहन्छु। भित्र कतै आइरहने आँतीबेहरीका छालले एक नासले मस्तिष्क हल्लाइरहेको भान हुन्छ। कसैसँग बोल्न पनि झर्को लाग्ने, मनी हराएको नाग चाहिँ छटपटी भइरहन्छ मलाई। आज राति सपनामा अर्जुनलाई देखेँ। ऊ एकान्तमा सुक्क सुक्क गरेर रोइरहेको थियो। उसको नजिकै गएर हात समाए। ऊ झनै ठुलो स्वरमा हिक्क गर्न थाल्यो। मन थाम्न सकिन। म पनि उसँगै भक्कानिए। अनायास कुकुर भुकेको आवाजले बिउजिए। बत्ती बालेर चारैतिर आँखा दौडाए। ऊ कतै थिएन। त्यति बेला हामीहरू किशोर अवस्थामा थियौं। मनमा सपनाका पालुवाहरू भर्खर भर्खर टुसाउन थालेका थिए। रहर त कति कति। रहरले नयाँ नयाँ स्वरूपमा तीन पाते हालेका हुन्थे। सम्झिँदा लाग्छ ती दिनहरूसँगै हाम्रा चञ्चले किशोर कालहरू समयको दोबाटोमा कतै छुटी गए। बाँकी रहे केवल तिता मिठा तिनै सम्झनाहरू। अचम्मको ठेट्नाहरू थियौं हामी। हाम्रो आफ्नै ग्याङ थियो। हामीले आफ्नै तरिकाले नाम दिएका थियौं दिवाना ग्याङ। तर अरूहरूले हामीलाई आवाराहरू भनेको पनि सुनेको नसुने चाहिँ गर्थ्यौं। आफ्नै उन्मुक्त संसार थियो त्यो। हामी त्यही संसारका मुसाफिरहरू। हाम्रो ग्याङको अलि चतुर चाहिँ अर्जुन नै थियो। ठट्टा खुब फुर्थे उसको दिमागमा। भन्थ्यो, केटा हो, अब केही गर्ने बेला आयो। यसपालि शुभाघाट मेला जानुपर्छ अनि उतैबाट ब्याउली ल्याउनु पर्छ। घरमा आमालाई दुःख छ। हामी होमा हो मिलाउँथ्यौं। ऊ फुरुक्क पर्थ्यो। कौशल र म सही थप्थ्यौं अनि अट्टहास गुन्जिन्थ्यो। दिनहरू यसै बितिजान्थे। अर्जुन पुलामी, बलियो र हट्टाकट्टा थियो। दुम्सीको जस्तो सानो न सानो कपालमा तेल र पानी लगाएर सिलिप्प कोर्थ्यो। जहिले पनि चिटिक्क परेर हिँड्ने उसको बानी आकर्षक थियो। गोरो वर्णको ऊ हाम्रो ग्याङको ह्यान्डसम बोय। मान्छे हेर्दा जस्तो ह्यान्डसम थियो, उस्तै व्यवहार पनि खुब मिलाउँथ्यो हामीसँग। तर कहिलेकाहीँ कोही केटाहरूले साह्रै हेपेर न्यु खोज्दा जङ्की पारा देखाउन पछि परेन। तर आफै चाहिँ अगाडि सरेर कहिल्यै भिडेन। केटीहरू चाहिँ ऊप्रति किन नजिक हुन खोज्थे। मान्छे साह्रै ज्याद्रो थिएन। ठट्टौली पाराको ऊ पढाइमा भने मध्यम विद्यार्थी। हाम्रो कक्षाकै सरिता रिजाल उसलाई अरू केटीहरूले भन्दा बढी नै नजर जुदाउँथे। ऊ पनि मौका पाएसम्म नजरका तीर फ्याँक्थ्यो। मोरी त खुत्रुक्कै। कौशल र म लुकी लुकी चढ्ती कला हेर्थ्यौं अनि खित्का छोड्दै बिस्तारै लयाइहाल्थ्यौं। हामीलाई पनि मायाले हेर ओइ सङ्गीता। स्कुलदेखि उसको घर पुग्न ठ्याक्कै 1 घण्टा लाग्थ्यो। गाउँको पुच्छारमा पुराना टिनले छाएको उसको घर कुनै रोगी बुढो चाहिँ देखिन्थ्यो। उसको घर धेरै पटक उसँगै गएको छु म। उसका बा थिएनन्। संकटकालमा रोल्पाको कुनै चौकीमा कार्यरत हुँदा माओवादीसँगको भिडन्तमा मारिएका हुन्। पुलिसका हवलदार थिए उसका बा मर्दा ऊ मात्र 8 वर्षको थियो। उसकी दिदी 10 वर्षकी थिइन् रे। घरमा आमा र उसकी दिदी थिए। कुन्ती दिदीले एसएलसी पास गर्न सकेनन्। आमाले घर नजिकै घुम्ती किराना पसल खोलेकी थिइन्। सानो भट्टी पसल जस्तो। रक्सी पनि बेच्थिन्। कुन्ती दिदी आमालाई पसलमा सघाउँथिन्। पसलमा नाना थरीका मान्छे आउँथे। बोतल चढाएर ठुलो ठुलो स्वरमा हल्ला गर्थे। कहिलेकाहीँ त हवलदारनी काकी तिनै शराबले मातिएकाहरूसँग छिल्लिएको पनि देख्थे। मेरो अल्लारे मन सिरिङ्ग हुन्थ्यो। लाग्थ्यो 45 नकटेकी उनमा वैशका जिजीविसा अझै बाँकी नै छन्। पहेँलो कुर्ता सलवार र आँखामा गाजल लगाउँदा बिचट्टै राम्री देखिन्थे कुन्ता दिदी। म उनको घरमा जाँदा खाना पकाएर खुवाउने उनै हुन्थिन्। अर्जुनलाई जस्तै मलाई पनि आफ्नै भाइ सम्झेर खुबै माया गर्थिन्। मलाई पनि उनी आफ्नै दिदी चाहिँ लाग्थ्यो। उनको व्यवहारमा कुनै उच्छृङ्खलता थिएन। थियो त केवल निश्चल आनीबानी। मलाई साँच्चै सुन्दर लाग्थ्यो उनी। एक दिन गाउँकै एउटा लाहुरे केटासँग भागी विवाह गरिन् उनले। अर्जुन पसलमा बस्न खासै जाँगर गर्दैनथ्यो। स्कुल छुट्टी भएपछि सरासर घरै पुग्थ्यो। कहिलेकाहीँ हाम्रो घरतिर पनि आउजाउ गर्ने बानी थियो उसको। हामी कहिलेकाहीँ चोक बजार अनि हटिया फन्का लगाउँदै गफिन्थ्यौं। ऊ भन्थ्यो, एसएलसी दिएपछि त म भर्तीमा जान्छु होला केटा हो, तर तिमीहरू पढ्न नछोड है। हामी जिस्किन्थ्यौं। ओइ डल्ले, त्यसपछि सरसँग झ्याइ पानी होला छैन। बरु कुरा कहाँसम्म पुग्यो भन्न हामीलाई नै। ऊ पनि मुसुक्क हाँस्दै ठट्टाको भावले भन्थ्यो, अहिले त आँप चौरसम्म पुग्या छ। सादी खोला कटेपछि सम्झ सरू त ज्यानकै हो। हा सबैसँगै खित्का छोड्थ्यौं। माहौल खुब तातिन्थ्यो। घर पुग्दा अबेर हुन्थ्यो।
हामी खाना खाएर लुसुक्क कोठामा छिर्थ्यौँ। किताब त समय जस्तो मात्रै, कुरा धेरै हुने। टेस्ट परीक्षा नजिकै आउँदै थियो। हाम्रो पारा साँच्चै आवारा नै थियो। एक दिन कौशलले सुनायो, यार अर्जुनलाई त सरिताले रगतले लेखेको चिठी पठाइछे। मलाई देखाएको थियो। क्या भने नि, पुरै पानाको पातमा खतरा सारी पनि लेखेकी थिए। मैले पनि पढेँ नि। तिमी बिना लागिरहन्छ के दिन के रात प्रिय, म दिन्छु चोखो माया, तिमी देऊ अजम्बरी साथ प्रिय। मैले भने, प्रगति त भाकै मान्नुपर्छ यार, दोषले झ्याइ पार्ने भयो। मेरो पनि भित्र कतै माया छको लड्डु फुट्न लागेका थिए। म पनि त उमालाई खुब मन पराउँथे नि। उमा कार्की हाम्रो कक्षाको सुन्दर केटीको लाइनमै थिए। गहुँ गोरो वर्ण, कालो केही छोटो कपाल, गाजलो आँखा, आकर्षक जिउडाल, सबै असाध्यै मन पर्थे मलाई। एक साँझ फेरि किनारको ठुलो बगरमा हामी सँगै थियौँ। वातावरण एकदमै शान्त र स्थिर। ऊ लजाउँदै मेरो सम्मुख आई, कान्तिमय चेहरा अनि लजालो नयन। उसले नै मेरो हात समाएर किनारसम्म डोराई। मैले पनि हिम्मत गरेर हात लम्काएँ अनि मायालु अँगालोमा बेरेर मिठो चुम्बन साटे उसँग। ऊ मेरै काखको सिरानी बनाएर धेरै बेरसम्म टोलाइरहे। मैले उसका बिग्रिएका कपालका केस्राहरू एक एक गरी मिलाइदिएँ। यति नै बेला पानीमा सलबलाइरहेका उसका पाउहरू एक्कासी भाँसिए। ऊ त पानीमा डुब्न पो आँटी। जोडले चिच्याए, उमा उमा। दिदी आएर मलाई झकझकाइन्, कति सपनामा कराउँछ यो, ओइ के भयो तँलाई? आङ छामे पसिनै पसिना। यो त सबै सपना पो रहेछ। यसै गरी धेरै पटक मेरो सपनामा ऊ आइरहे। लागिरहन्थ्यो उसलाई विपनामा यसै गरी माया गरिरहन पाए। तर रात ढल्की जान्थ्यो अनि सपना टुटी जान्थे अनि दिनभरि उसकै सम्झना। उसको नजिक पर्दा किन किन सास फुल्थ्यो। दमको रोगी चाहिँ स्वाँ गर्न पो थाल्थे। आफैदेखि रिस उठ्थ्यो। सोच्थे अब एसएलसी पछि सायद हाम्रो भेट नहुन पनि त सक्छ। यो ठाउँ छोडेपछि उसले मलाई के सम्झिला र? मन ओइलाएको साग जस्तै लत्रक्क लत्रिन्थ्यो। उमाको घर बर्दियातिर कतै थियो। ऊ हाम्रै गाउँमा रहेका उसका मामाको घरमा बसेर पढ्थे। उसँग कक्षा कोठामा बोलचाल हुँदा मन फूलको थुङ्गो हुन्थ्यो। तर उमा तिमीलाई मन पराउँछु भन्ने आँट चाहिँ कहिल्यै आएन। कहिले भन्न सकिन। केटाहरू जोस्याउने पारामा भन्थे, अस्ति उमाले तेरो बारेमा कुरा गर्दै थिए यार, भन्थे रमेश त क्या दामी सायरी लेख्छन्, मान्छे त मनकै छन्। मलाई लाग्थ्यो केटाहरूले पक्कै जोते। उमाले त्यस्तो भनी होला भनेर लाग्दै लागेन। ऊ प्राय केटाहरूसँग त्यति साह्रै फ्र्याङ्क भएको कहिल्यै देखेको त छैन। अनि एक थरी केटाहरूको अगाडि अर्को केटाको तारिफ कसरी गरी होला र? म नपत्याएरै पत्याए चाहिँ गरिदिन्थे। टेस्ट परीक्षा आउनै लाग्यो। पढ्नु भुन्नु 7:30 छ। हामीहरू स्कुलको चौरमा बसेर माको घाम तापेर गफिँदैछौँ। त्यतिकैमा कौशलले अर्जुनपट्टि फर्किएर आँखी भाउ खुम्च्याएर हल्का मुस्काउँदै बोल्यो, ओइ सरिताको चिठ्ठीको उत्तर लेखिस् त मुला? हिजो त खुब मस्किएको देख्दै थिए त तिमीहरूलाई। के हो यसपालिको वैशाखको हावासँगै उडाउने विचार छ कि क्या हो? केही भए हामीलाई नि भन है जिक्री, ये दोस्ती कभी नहीं तोडेंगे हम। फेरि लामो हाँसो, हाहा। अमृतसर हामी भएतिरै लम्किएर आइरहेको देखे। केटाहरू पढनदास देखिए। हतार हतार किताबपट्टि मुख जोते। म पनि पढेझै गर्न थाले। ओइ अर्जुन यहाँ आइज त। अमृतसरले अर्जुनलाई औँल्याएर बोलायो। उसले उठेर पाइनमा लागेको धुलो टकटकायो अनि हामीतिर फर्केर निस्साय भावले हेर्यो। उसको मुखाकृति केही बिग्रिएको देखे। ऊ हतार हतार सर भएतर्फ बढ्यो। सरले उसलाई पछि लगाएर हिँडे। उनीहरू त हेड सरको रुमतर्फ पो लागे। मेरो मनमा ढ्याङ्ग्रो बज्न थाल्यो। किन बोलाए हुन् त हेड सरले उसलाई? प्रश्नको बाढीले मनमा छाल हानिरहे। देखे सरिता र उसका बा पनि हेड सरको रुममा पस्दै थिए। शङ्काको फेर त समातिसकेका थियौं हामीले। मुख्य कुरा के थियो, हामीले भेउ पाउन सकेनौं। 6औं घण्टी बज्यो। हामी पनि कक्षातिर हान्यौं। 6औं पिरियड सकियो। सर बाहिरिए। त्यति नै बेला अर्जुनलाई पछाडिको ढोकाबाट छिरेको देखे। हताश र उदास मुद्रामा। उसको शरीर थरथर काँपिरहेको थियो। मुख त निलो न कालो। ऊ केही बोलेन। ट्याप्प ब्याग समाएर हावा चाहिँ बाहिर हुत्यो अनि फटाफट हिँड्यो। स्कुलको गेटसम्म पुग्दासम्म सर्टको दायाँ बाहुलाले आँखा पुछिरहेको थियो। साँच्चै ऊ सेन्सिटिभ टाइपको छ। झन् आजको उसको व्यवहारले हामी अवाक थियौं। केही बेरमा कक्षाभरि डढेलो झैं हल्ला फैलियो। अर्जुनले हेड सर र सरिताको बाको हातबाट रामधुलाई भेट्यो नि। खुब लभ लेटर लेख्नु पर्ने सुबेदारकी छोरीलाई। हल्ला फिजाउने उही केशव पहिलो थियो। ऊ सरितालाई खुब पिछा गर्थ्यो, तर सरिताले उसलाई फुटेको आँखाले हेर्दैन। सरिताका बा साह्रै कडा मिजाजका थिए। छोराछोरी साह्रै चियो गर्थे। अर्जुनले दिएको लेटर उसले किताबमा लुकाएकी रहेछ। भाइले देखेर बालाई भनिदिएछ। सरितालाई साफ हकारेछन्। त्यतिले नपुगेर स्कुलमै आएर यत्रो रणाको मच्चाए। सरिता काण्डको भोलिपल्ट खबर सुन्यो। अर्जुन स्कुलबाट घरै नगएर बेपत्ता भयो।
कहाँ गयो कसैलाई थाहा भएन। उसको परिवार र हामी साथीहरू बाहेक उसको कसैले मतलब पनि राखेन। अर्जुनको बेपत्ताको खबरसँगै उमाप्रतिको मेरो प्यार पनि मुर्झायो। टेस्ट पास भएर हामीले एसएलसी पनि दियौं। उसको अत्तो लागेन। तर मेरो मनबाट उसको याद बेपत्ता हुन सकेन। त्यसैले त सपनामा झस्काउन आइरहन्छ घरिघरि मेरो प्यारो साथी। कथा साथी। यो कथा साझाबिसौनी.com साभार गरिएको हो। लेखक भने उल्लेख गरिएको छैन। अब लागौं अर्को कथातर्फ। कथाको शीर्षक रहेको छ मेरो धनी साथी। कथाकार जोहेब मानन्दर। जीवनको अर्थ वास्तवमै फरक हुने रहेछ। जस्तो जस्तो भगाई त्यस्तै त्यस्तै सोचाइ। तर एउटा विषय चाहिँ पक्कै हो, जीवन त्याग्ने बेलामा लिने अन्तिम श्वासमा कुनै कुराको पछुतो नरहोस्। मैले जीवनलाई राम्रोसँग जिए, पुरा खेल खेले। जित हार अर्को कुरा हो। स्वयम्भू पछाडिको आनन्द कुटी विद्यापीठ नजिक साँझ परेपछि धेरै मानिस आउँछन्। केही कसरत गर्न आउँछन् त केही प्रेम जोडी प्रेम लाभमा हुन्छन्। सबैजना व्यस्त। भगवान बुद्धको स्थानले भएका कारण उक्त ठाउँ सधैँ शान्त, शीतल र आनन्द प्रदान गर्छ। एक दिन साँझको 6 बजेको छ। एउटा महँगो कार त्यही ठाउँमा आएर रोकिन्छ। करिब 65 वर्ष उमेरको एकजना मानिस सो कारबाट ओर्लिन्छन्। उनको साथमा सवारी चालक र एकजना काम गर्ने मानिस पनि थिए। उनको लवाई खुवाईबाट उनी धनाढ्य भएको अनुमान लगाउन कठिन थिएन। रत्नवीर शहरको एक प्रतिष्ठित धनाढ्य व्यक्ति। उनी कारबाट झरेपछि चालक त्यही बस्छन्। ती काम गर्ने व्यक्तिले उनलाई स्वयम्भूको दर्शन गराउन थाल्छन्। दर्शन गरेपछि उनी थाकेका छन्। उनी सुस्केर हालेर बस्दै गर्दा सवारी चालकले केही फलफूल र चियाको साथमा सँगै खानुपर्ने औषधि ल्याएर उनलाई दिन्छन्। चिया पिइसकेपछि उनी यताउति नजर दौडाउँछन्। रत्नवीरले टाढाबाट एउटा सानो केटोलाई समाउँदै एकजना वृद्ध व्यक्ति त्यतै आइरहेको देखे। सायद ती नाति र हजुरबा हुनुपर्छ। नजिकै आउँदा ती व्यक्तिलाई चिनेकै जस्तो लाग्यो रत्नवीरलाई। मैलो कपडा लगाएको, हेर्दा मध्यम वर्गीय र अलि दरिद्र पनि देखिने त्यो मान्छे हेर्दा आफ्नै उमेरको जस्तो, तर अनुहारमा एकदम चमक थियो। नातिलाई साइकल चढाउन सिकाउँदै गर्दा निकै खुसी देखिन्थ्यो। झन नजिक आइपुग्दा ठ्याम्मै चिन्यो यसले। स्कुले साथी कपिल। ओहो, आज वर्षौंपछि भेटघाट। कपिलले पनि देख्यो, चिन्न मुस्किल भएन। स्कुलको सोझो र पढन्ते साथी रत्नवीर। दुवैजना निकै हर्षित भए, हात मिलाए। वर्षौंपछिको भेटघाट, त्यो पनि यो उमेरमा रमाइलो त लाग्ने नै भयो। भएकाहरू सबै छुट्टिँदै जाने उमेरमा आफ्नो पुरानो साथीसँगको आकस्मिक भेट। आहा, तर किन यस्तो विचार कपिल? स्कुल जीवनदेखि केही मतलब नगर्ने, भविष्यको वास्ता नगर्ने खालको थियो। सायद अहिले दुःख होला रत्नवीरलाई लाग्यो। रत्नवीरले नातिलाई आफ्नो काम गर्ने केटोसँग साइकल चढाएर पठाए र ड्राइभरलाई चिया ल्याउने संकेत गरे। अनि दुवै चिया पिउँदै गफगाफमा मस्त हुन थाले। कुरा गर्दै चिया पिउँदै गर्दा कपिलले गोजीबाट एउटा चुरोट निकालेर सल्काए। रत्नवीरलाई पनि दिए। तर रत्नवीरले जिन्दगीमा चुरोट रक्सी कहिल्यै छोएको पनि थिएन। त्यसैले उसले लिने कुरै भएन। अनि सुनाऊ रत्नवीर, जिन्दगी कसरी चल्दैछ? निकै सम्पत्ति कमायो जस्तो छ त। सानैदेखि तिमी महत्वाकांक्षी मान्छे। आफूलाई जिन्दगीमा पछि गएर के गर्नुपर्छ सब थाहा थियो तिमीलाई, है? हाँस्दै भन्यो कपिलले। के हुनु साथी, यस्तै त हो जिन्दगीमा। जसरी जे सोचेर अघि बढेको थिएँ त्यसरी नै चल्यो जिन्दगी। सानैदेखि पढाइ, त्यसपछि कलेज, अनि काम सुरु गरे। 24 वर्षमा बिहे गरे आमा बुबाले रोजी दिएको केटीसँग। त्यसपछि जिन्दगी एउटा रफ्तारमा यसरी दौड्यो कि थामिने नाम लिएन। 24बाट 65 कसरी पुगे म आफूलाई थाहा छैन। बस काम पैसा, काम पैसा। धेरै काम गरियो, निकै पैसा नि कमाइयो। भन्दै गर्दा कता कता घमण्ड पनि मिसियो रत्नवीरको स्वरमा। आज 2-4वटा बिल्डिङ र इन्डस्ट्री छ काठमाडौँमा। 2 छोरा भए। सानैदेखि महँगो बोर्डिङमा पढाए। के गर्नु, हामीले त त्यति बेला बोर्डिङ स्कुल पढ्न पाएन। उनीहरूलाई पढाए। त्यसपछि विदेशमा पढाइ। एउटा छोरो अमेरिकामा डाक्टर, अर्को अस्ट्रेलियामा छ। दुवै बिहे गरिसके। नाता नातिनीहरू पनि उतै छन्। निकै चाख मान्दै सुन्दै थिए कपिल। अनि यहाँ भाउजू र तिमी मात्र? एकछिन अघिसम्म त्यो घमण्ड मिश्रित अनुहारमा एकाएक उदासी देखियो। होइन, भाउजू त बितिसक्यो। यहाँ म एक्लै छु। 2 जना काम गर्नेछन् अनि ड्राइभर छ भनेर अनुहार मलिन बनायो। छोराहरूले उतै नै जाउँ भन्छन्, तर मलाई जान मन छैन। उनीहरू यता बस्न मान्दैनन्। कहिले म जान्छु, 1-2 महिना बस्छु। कहिले उनीहरू यता आउँछन्। ठिकै छ, सन्तानको खुसी नै आफ्नै खुसी हो।
प्रशस्त सम्पत्ति छोडिदिएको छु पछिको लागि भन्दै चियाको सुर्को लाउँछ। तर अफसोच एउटै कुराको छ साथी कि जिन्दगीमा पैसा कमाउने होटमा आफ्नो लागि कहिले समय निकाल्न पाइएन। आफूले चाहिएको कुराहरू गर्छु भन्दा भन्दै जीवनमा आफ्नो सपना चाहना चाहिँ कहिले पूरा गर्न पाइन। जीवनमा स्कुले जीवनदेखि गिटार सिक्ने संगीतको ठूलो शोक थियो तर कहिले पूरा भएन। यस्तै जीवनमा धेरै कुराहरू थिए, जवानीका दिन, मन पराएका प्रेमिका र अरू पनि थुप्रै सपनाहरू। तर जहिले पछि गरौँला, पहिले कमाउनु पर्छ भन्ने सोचले अब सब छुट्टियो। आफ्नो लागि समय निकालौँला भन्दा भन्दै जीवन कहिले ओह्रालो लाग्यो पत्तो पाएन। आफूले सोचेको नखोजेको सुख धेरै पाए जीवनमा, तर त्यसको खासै अर्थ नरहने रहेछ। खुसी त त्यहाँ हुने रहेछ जुन आफूले सोचेको सानो मात्र पनि सपना पूरा गर्न पाइयोस् भन्दै रत्नवीर आफ्नो रसाएको आँखा पुच्छन्। आज जीवनमा सब थोक छ तर जीवनमा सम्झन लायक क्षण छैन। खुसी छ तर त्यसलाई व्यक्त गर्ने हाँसो छैन। यसैको नाम जीवन होला सोचेर चित्त बुझाएको छु। अब त रोगहरू पनि अनेक लागिसकेका छन्। औषधि नै सबैभन्दा नजिकको साथी हो। अरूसँग छुट्न सकिन्छ तर यसबाट सकिन्न भन्दै मन्द मुस्कान छर्छ। कपिल एकपटक उसको कुरा सुनिरहन्छ। अघिसम्म निकै धनाटे लागेको साथी अहिले कता कता अलि दुखी र लाचारी पनि लाग्यो उसलाई। अनि तिम्रो सुनाउ कपिल, कस्तो छ जिन्दगी? तिमी त स्कुल जीवनदेखि बिन्दास मान्छे है, आफ्नो इच्छा भएको कुरा गरि नै छोड्ने भन्दै व्यङ्ग्य गर्दै रत्नवीरले अर्को चिया थप्यो। मेरो त यार जिन्दगीमा सब थोक गरियो तर यो सम्पत्ति चाहिँ कहिले कमाउन सकिएन भन्दै जोडले हाँस्यो। रत्नवीरलाई कता कता कोचे जस्तो लाग्यो र कपिलले आफैमाथि व्यङ्ग्य प्रहार गरेको भान भयो। साँच्चै भनेको साथी, जिन्दगीमा मोज मस्ती र आफ्ना सपना पूरा गर्ने सुर यस्तो चढ्यो कि पैसा कमाउन कहिल्यै सकेन। तर आफ्नो सपना चाहिँ सब पूरा गरे है। जिन्दगीमा आफूले चाहेको नै गरे। उमेर छँदा नै सानैदेखि फुटबल खेल्ने मन थियो। एउटा खेलाडी बन्ने सपना सोच्थे, त्यो पूरा गरे। थुप्रै खेलियो तर एउटा राष्ट्रिय खेलाडी बनेर देशको लागि खेल्ने मौका चाहिँ पाइएन। तर पनि खुसी नै छु। त्यो लहटमा पैसा कमाउनेतिर खासै ध्यान गएन। बिहे गरे, आफ्नो मन परेको केटीसँग नै गरे। आमा बुबाले नचाहँदा पनि। यही दिनमा परिवारसँग अलगिए। दुःख थियो तर आफूले जानेको यही सिप नै काम आयो। स्कुलमा गेम टिचरको जागिर खाएँ। म एउटा छोरा र बुढीको गुजारा चल्यो नै। छोरालाई यस्तै आफ्नै देशमा पढाएँ, राम्रै पढ्यो। अहिले छोरा बुहारी दुवै जागिरे छन्। एउटा सानो घर बनाएको छु, हामी 6 जनालाई पुग्छ। म र बुढी चाहिँ नाति हेर्ने भाका छौं भन्दै फेरि हाँस्छ र अर्को चुरोट निकालेर सरको तान्छ। रत्नवीर, यो संसारमा जन्मेर धेरै मान्छेले आफ्नो सपना पूरा गर्न पाउँदैनन्। म अहिले सोच्छु म साँच्चै नै भाग्यमानी रहेछु जसले आफ्नो सपनाहरू पूरा गर्न पाए। अब यस्तो केही इच्छा आकांक्षा खासै बाँकी छैन, सबै पूरा गरे। मर्ने बेला गुनासो लिएर मर्नुहुन्न भन्छन्। जीवनमा सन्तुष्टि भन्दा ठूलो केही छ जस्तो मलाई लाग्दैन। धेरैले सोच्छन् पहिले कमाउँछु अनि जीवनमा सन्तुष्टि आइहाल्छ नि। तर सन्तुष्टि पहिले नै भए जीवनमा सम्पत्ति आओस् नआओस् केही फरक पर्दैन। एक बारको जीवन जसरी पनि काट्न नै छ। बस आफूले चाहेको आफ्नो सपना पूरा गर्न पाउनु पर्थ्यो। आफ्नो लागि बाँच्न पाए पो अरूको लागि पनि केही गर्न मजा आउँछ। आफू तृप्त नभई अरूलाई तृप्त कसरी बनाउने? यही हो साथी आफ्नो जिन्दगीको कथा त। सानो सानो कुरामा खुसी खोज्छु, खुसी आफै ठूलो बनिदिन्छ। दिनभरिको समय बिहान नातिलाई स्कुल पुर्याएदेखि सुरु हुन्छ। खाना खायो, एकछिन घाममा बस्यो, किताब पढ्यो, यसो सुत्यो। फेरि नातिलाई स्कुलमा लिन गयो। यसरी नै व्यस्त हुन्छु। बेलुका सबै परिवारसँगै बसेर हाँसी खुसी मिठो नमिठो जे छ खाँदै नातिसँग खेल्दै उसलाई कथा सुनाउँदै समय बित्छ। राति पनि हामीसँगै सुत्छ। त्यो त बाजे बजे भनेपछि हुरुक्क हुन्छ। साँच्ची यो बुढेसकालमा हाम्रो नजिकको साथी भनेको यही नाति नै हुने पो रहेछ। त्यही भएर पनि सन्तान जन्माउने परिवार बनाउने प्रक्रिया बनाइराखेको होला सायद प्रकृतिले। कपिलको कुराले रत्नवीरलाई आफू निकै गरिब भएको महसुस भयो। अघिसम्म झुत्रो दरिद्र देखेको साथी अहिले उसलाई आफूभन्दा कैयौं गुणा धनी भान हुन थाल्यो। साँच्ची कपिलले भने जस्तै जीवन के नै रहेछ र? आखिर जन्मेर आएर आफ्नो सपना इच्छा आकांक्षा पूरा नगरी के फेरि अर्को जन्मको लागि राख्ने? अर्को जन्म हुन्छ कि हुन्न त्यो पनि थाहा छैन। यो जीवनलाई जति सरल लिन सक्यो त्यति नै सजिलो हुने रहेछ। आफूले त जीवनलाई एउटा बाजी जस्तै सोचेर जित्ने होडमा हिँडियो। जीवनमा बाहिरबाट धनी देख्दैमा सबै धनी हुँदैन। धनीको मूल्याङ्कन त जीवनको उत्तरार्धमा पो हुने रहेछ। आज उसलाई कता कता एकपटक फेरि जीवन सुरुबाट जिउने रहर चल्यो। तर आफ्नो जिन्दगी कपिलको जिन्दगीसँग साटेर
नाति र ड्राइभर आयो। कपिलले रत्नवीरसँग बिदा लियो र नातिसँग खेल्दै हाँस्दै बिस्तारै टाढियो। रत्नवीरलाई आउँदा टाढाबाट दरिद्र देखेको व्यक्ति अहिले फर्किँदा निकै धनवान भएर टाढिँदै गएको भान भयो। मनमा नै साथीको जीवनसँग गौरव पनि लाग्यो र ईर्ष्या पनि। अनि ड्राइभर र केटालाई देखाउँदै भन्यो, ऊ हेर जाँदैछ मेरो धनी साथी। कथा मेरो धनी साथी। कथाकार जोहेब मानन्दर। यो सँगसँगै आजका सम्पूर्ण कथाहरू सकिएका छन्। भोलि पुनः साथी शीर्षकै कथाहरू लिएर आउनेछु भन्दै लागौं हिजोको भिडियोमा सोधेको गाउँ खाने कथातर्फ। हिजोको भिडियोमा मैले सोधेको गाउँ खाने कथा रहेको थियो, हात नखुट्टा बित्ता नाप्न सिपालु के हो, र यसको सही उत्तर हो जुका। अब लागौं आजको गाउँ खाने कथातर्फ। आजको गाउँ खाने कथा रहेको छ, हात छैन कान समाउँछ, आँखा होइन दृष्टि लगाउँछ के हो। प्रश्न एकपटक फेरि, हात छैन कान समाउँछ, आँखा होइन दृष्टि लगाउँछ के हो। यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्टमा उल्लेख गर्नुहोला। लागौं अघिल्लो भिडियोमा कमेन्ट गर्नुहुने दर्शक श्रोताज्यूको नाम अनि कमेन्ट वाचनतर्फ। साजन झम्केज्यू लेख्नुहुन्छ, आजको गाउँ खाने कथाको उत्तर जुका हो भन्नुहुन्छ। सही उत्तर रहेको छ। माया श्रेष्ठज्यू लेख्नुहुन्छ, नमस्कार जोजोलपा, शुभ बिहानी आदरणीय जमिन सर, साह्रै नै राम्रो रोचक कथाहरू भन्नुहुन्छ। धन्यवाद। दिपेन्द्र मगरज्यूले पनि कमेन्ट गर्नुहुन्छ। त्यसै गरी भावना केसीज्यू लेख्नुहुन्छ, दादा नमस्ते, कथा धेरै राम्रा छन्, सधैँ यस्तै मिठो भोइसमा कथा सुन्न पाइयोस्, अनि आन्सर चाहिँ जुका हो कि भन्नुहुन्छ। सही उत्तर। आकाश तामाङज्यू लेख्नुहुन्छ, हेलो दाई, दामी छ कथा, अनि आजको कथाको आन्सर चाहिँ जुका होला भन्नुहुन्छ। सही उत्तर। त्यसै गरी प्रशंसा मगरज्यू लेख्नुहुन्छ, नाइस स्टोरी दादा, आजको आन्सर चाहिँ जुका होला दाई भन्नुहुन्छ। सही उत्तर। आरके पौडेलज्यू लेख्नुहुन्छ, नमस्कार शुभ दिन, जय होस्, जुका होला उत्तर भन्नुहुन्छ। जुका सही उत्तर रहेको छ। कमेन्ट गर्नुहुने दर्शक श्रोताज्यूलाई धेरै धेरै धन्यवादका साथ यसरी नै कमेन्ट गरेर हौसला प्रदान गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने दैनिक रूपमा कथा सुन्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।